भूगोल सम्बन्धी भिडियोको भाग 32 मा स्वागत छ। अब लागौं आजको प्रश्न उत्तरको सिलसिलातर्फ। जनगणना 2078 का अनुसार सुदूरपश्चिम प्रदेशको सबैभन्दा कम परिवार संख्या भएको जिल्ला कुन हो? क. दार्चुला, ख. बाजुरा, ग. कञ्चनपुर, घ. कैलाली। र यसको सही जवाफ हो ख. बाजुरा। ख. बाजुरा। जनगणना 2078 का अनुसार नेपालमा सबैभन्दा बढी परिवार संख्या भएका 5 जिल्लाहरू कुन कुन हुन्? यसका लागि कामो झारुसु भन्ने सूत्र याद राखौं। कुन त? कामो झारुसु, जसमा काबाट काठमाडौँ, मोबाट मोरङ, झाबाट झापा, रुबाट रूपन्देही, सुबाट सुनसरी भनी हामीले सम्झन सक्दछौं। जनगणना 2078 का अनुसार नेपालमा सबैभन्दा कम परिवार संख्या भएका 5 जिल्लाहरू कुन कुन हुन्? यसको लागि हामीले ममु डोरहु भन्ने सूत्र याद राख्न सक्छौं। कुन सूत्र त? ममु डोरहु, जसमा मबाट मनाङ, मुबाट मुस्ताङ, डोबाट डोल्पा, रबाट रसुवा, हुबाट हुम्ला भनी हामीले स्मरण गर्न सक्दछौं। जनगणना 2078 का अनुसार नेपालको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला कुन हो? क. झापा, ख. रूपन्देही, ग. मोरङ, घ. काठमाडौँ। र यसको सही जवाफ हो घ. काठमाडौँ। घ. काठमाडौँ। जनगणना 2078 का अनुसार नेपालको सबैभन्दा कम जनसंख्या भएको जिल्ला कुन हो? क. रसुवा, ख. मुस्ताङ, ग. मनाङ, घ. पाल्पा। र यसको सही जवाफ हो ग. मनाङ। ग. मनाङ। जनगणना 2078 का अनुसार नेपालमा सबैभन्दा बढी जनसंख्या भएका 5 जिल्लाहरू कुन कुन हुन्? यसका लागि कामो रुझासु भन्ने सूत्र याद राखौं। कुन सूत्र त? कामो रुझासु, जसमा काबाट काठमाडौँ, मोबाट मोरङ, रुबाट रूपन्देही, झाबाट झापा र सुबाट सुनसरी भनी हामीले सम्झन सक्दछौं। जनगणना 2078 का अनुसार नेपालमा सबैभन्दा कम जनसंख्या भएका 5 जिल्लाहरू कुन कुन हुन्? यसको लागि ममु डोरहु भन्ने सूत्र याद राखौं। कुन सूत्र त? ममु डोरहु, जसमा मबाट मनाङ, मुबाट मुस्ताङ, डोबाट डोल्पा, रबाट रसुवा र हुबाट हुम्ला भनी हामीले सम्झन सकिन्छ। जनगणना 2078 का अनुसार कोशी प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला कुन हो? क. झापा, ख. धनकुटा, ग. मोरङ, घ. इलाम। र यसको सही जवाफ हो ग. मोरङ। ग. मोरङ। जनगणना 2078 का अनुसार कोशी प्रदेशको सबैभन्दा कम जनसंख्या भएको जिल्ला कुन हो? क. पाँचथर, ख. खोटाङ, ग. सोलुखुम्बु, घ. तेह्रथुम। र यसको सही जवाफ हो घ. तेह्रथुम। घ. तेह्रथुम। रुरु क्षेत्र गाउँपालिका कुन जिल्लामा अवस्थित छ? क. गोर्खा, ख. धादिङ, ग. गुल्मी, घ. प्युठान। र यसको सही जवाफ हो ग. गुल्मी। ग. गुल्मी। जनगणना 2078 का अनुसार मध्य प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला कुन हो? क. महोत्तरी, ख. रौतहट, ग. पर्सा, घ. धनुषा। र यसको सही जवाफ हो घ. धनुषा। घ. धनुषा। जनगणना 2078 का अनुसार मध्य प्रदेशको सबैभन्दा कम जनसंख्या भएको जिल्ला कुन हो? क. महोत्तरी, ख. रौतहट, ग. पर्सा, घ. धनुषा। र यसको सही जवाफ हो ग. पर्सा। ग. पर्सा। जनगणना 2078 का अनुसार बागमती प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला कुन हो? क. मकवानपुर, ख. चितवन, ग. भक्तपुर, घ. काठमाडौँ।
र यसको सही जवाफ हो घ काठमाडौँ। घ काठमाडौँ। जनगणना 2078 का अनुसार बागमती प्रदेशको सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला कुन हो? क ललितपुर, ख रसुवा, ग धादिङ, घ काठमाडौँ। र यसको सही जवाफ हो ख रसुवा। ख रसुवा। जनगणना 2078 का अनुसार बागमती प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? क मकवानपुर, ख चितवन, ग भक्तपुर, घ काठमाडौँ। र यसको सही जवाफ हो घ काठमाडौँ। घ काठमाडौँ। जनगणना 2078 का अनुसार गण्डकी प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? क गोर्खा, ख कास्की, ग पर्वत, घ मुस्ताङ। र यसको सही जवाफ हो ख कास्की। ख कास्की। जनगणना 2078 का अनुसार गण्डकी प्रदेशको सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला कुन हो? क गोर्खा, ख कास्की, ग पर्वत, घ मनाङ। र यसको सही जवाफ हो घ मनाङ। घ मनाङ। जनगणना 2078 का अनुसार लुम्बिनी प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? क पाल्पा, ख कपिलवस्तु, ग रूपन्देही, घ दाङ। र यसको सही जवाफ हो ग रूपन्देही। ग रूपन्देही। जनगणना 2078 का अनुसार लुम्बिनी प्रदेशको सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला कुन हो? क पाल्पा, ख कपिलवस्तु, ग रूपन्देही, घ रुकुम पूर्व। र यसको सही जवाफ हो घ रुकुम पूर्व। घ रुकुम पूर्व। ठाँटीकान्द गाउँपालिका कुन जिल्लामा अवस्थित छ? क गोर्खा, ख कालीकोट, ग गुल्मी, घ दैलेख। र यसको सही जवाफ हो घ दैलेख। घ दैलेख। जनगणना 2078 का अनुसार कर्णाली प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? क हुम्ला, ख डोल्पा, ग सल्यान, घ सुर्खेत। र यसको सही जवाफ हो घ सुर्खेत। घ सुर्खेत। जनगणना 2078 का अनुसार कर्णाली प्रदेशको सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला कुन हो? क हुम्ला, ख डोल्पा, ग सल्यान, घ सुर्खेत। र यसको सही जवाफ हो ख डोल्पा। ख डोल्पा। जनगणना 2078 का अनुसार सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? क बैतडी, ख डोटी, ग कैलाली, घ दार्चुला। र यसको सही जवाफ हो ग कैलाली। ग कैलाली। जनगणना 2078 का अनुसार सुदूरपश्चिम प्रदेशको सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला कुन हो? क बैतडी, ख डोटी, ग कैलाली, घ दार्चुला। र यसको सही जवाफ हो घ दार्चुला। घ दार्चुला। जनगणना 2078 का अनुसार सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? क बैतडी, ख डोटी, ग कैलाली, घ दार्चुला। र यसको सही जवाफ हो ग कैलाली। ग कैलाली। हस्त यो थियो भूगोल सम्बन्धी भिडियोको भाग 32 र 33औं भिडियोमा हामी फेरि भेट्ने नै छौँ। बाई बाई।